अघि नै अब भनिसकेँ मैले रानीवन आइरहेको छु। अहिले भिडियो हेर्दा पनि थाहा हुन्छ। नमस्कार, तपाईलाई स्वागत छ। म चन्द्रबहादुर रेखा। म चाहिँ आज माथि धनकुटाको रानीवनमा आइरहेको छु। अहिले भिडियो हेर्दा पनि थाहा हुन्छ। म बाटोको सानो सानो क्लिपहरू लिइरहेको छु। थोरै थोरै छ। यहाँ चाहिँ एकदम रमाइलो ठाउँ छ कि गर्मीमा पनि चिसो हुने। अहिले त झन् अब पानी पर्न लागिरहेको छ। चिसो त हुने भइहाल्यो। हावा चलिरहेको छ यहाँ। जाडो जाडो लागिरहेको छ। अब यहाँबाट हामी एकछिन यो खेललाई चाहिँ एकछिन खेलिसकेपछि, नानी खेलिसकेपछि हामी पनि यहाँबाट मुभ हुन्छौँ। यहाँ माथि गेम चलिरहेको छ निजा मतिसको। कहाँ आएर हिँड्न सक्छौ? के गरेको तिमी एक्लै एक्लै के गरेको? कहाँ आयो तिम्रो साथी? कहाँ आयो त तिम्रो साथी? अहिले धनकुटाको मौसम चाहिँ यस्तो छ। पानी पर्न लागिरहेछ। अनि त्यही माथि आज चाहिँ चिचिमेरा के भन्छ निस्किरहेको रहेछ। देख्न सक्नुहुनेछ चिचिमेरा। अर्को ठुलो चिचिमेरा यहाँ खेल्दैछ। ठुलो चिचिमेरा। मकै चाहिँ यस्तो भइरहेछ यहाँ। म जुम गरेर देखाउने छु। हाम्रो चाहिँ होइन, यो घरको होला सायद मकै चाहिँ। माथि आकाशमा चाहिँ कागहरूको बजार लागिरहेछ। कागहरूको बजार, चिचिमेरा निमको बजार लागिरहेछ। अब तिमी कहाँसम्म जाने रे? रानीवन। म चाहिँ अहिले रानीवन जाँदैछु माथि। रानीवन चाहिँ यो बाटो जान्छ। एकजना पर गएर बसिरहेछ अरे। मजा लाग्यो। यहाँ चाहिँ उकालो बाटो भएर यस्तो उकालो छ। गाडी चाहिँ जान्छ जहाँ चाहिँ मजाले जान्छ। अर्को सानो भ्यान अगाडि उभिरहेछ, भ्यान गाडी। यस्तो छ ऐना। हामी ऐना हेर्नु यता अब फर्कौँ यहाँबाट। रानीवन के जान्छ रानीवन? स्कुटी हिँड अगाडि हिँड। हिजो चाहिँ पानी परिरहेको थियो, आज पनि पर्न लागिरहेछ। नानीलाई खिच है। यसको नाम के हो? यसको नाम जेनिस। कस्तो छ खेल्नलाई?
खेल्नलाई ठिक छ कि लेख्नलाई? खेल्नलाई? अनि खेल्ने हो भने त किन यहाँ आउनु त हैन? घरमा खेल्दै बस्दा भइहाल्छ। जान सक्छौ? लडिन्छ है? सक्दैन सक्दैन? यता हो यता। यहाँ चाहिँ सक्छ, त्यहाँबाट सकिँदैन नि। अब लड्यो अब लड्यो। खेलिसक्यो? अब जाऊँ? ल भन अब तिमी यहाँबाट गइहाल्ने? सक्यो अब खेलेर सक्यो? सकिसक्यो त? सिधा बनाऊ। अनि अब के गर्छौ? खेल्ने? खेल्ने रे। अहिले चाहिँ घाम निस्किरहेको छ। घाम निस्क्यो, म यहाँ छु, अर्को उता छ। घर चाहिँ राम्रो देखिँदो रहेछ यहाँबाट। घर पनि बबाल छ, पेन्टिङ नभएर मात्र हो। यहाँबाट त घर त डेन्जर देखिन्छ। अब यता औ म खेल्न दिन्छ। योभन्दा अगाडि पहिले पनि यहाँबाट खेलिरहेको थिएँ कि यहाँ आएर भिडियो अपलोड गरेको छु होला सायद। यहाँको सुरुमा आएको थिएँ फर्स्टमा। हावा खाने ठाउँ चाहिँ यहाँ बनाउनु भएर चाहिँ हावा खाइरहेको छ जिनिसिया खाले हैन? हावा खाइरहेको छ हैन? सर्दै माथि जाऊ त सक्छौ? माथि जाऊ त सर्दै। लड्यो भने म पक्रिँदिनँ त्यहाँ। लड्यो भने त दसैँ आउँछ नि तिम्रो। म चाहिँ थकिरहेको छु, थाकेर यहाँ बसिरहेको छु। थकान भयो यसलाई कुदाउँदा खेलाउँदा। अब हामी यहाँबाट निस्किन्छौँ, धेरै बसेर पनि काम छैन। यो खेलिसक्यो, एकछिन खेल्ने भनेको लगाउने खेल्यो चाहिँ अब हामी यहाँबाट जान्छौँ। हामी त्यहाँ पुग्नु पर्ने। म तपाईँहरूलाई जुम गरेर देखाउँछु है त।
त्यो रातो घरमा चाहिँ त्यसको साइड नपुग्नुपर्छ। तपाईँलाई भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। मन परेछ भने, होइन भने नगरिदिनु होला भन्दै अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है त। अब चाहिँ हामी यहाँबाट मुभ हुँदैछौँ। यहाँबाट निस्किँदैछौँ हामी। सट्टै एउटा अगाडि गइरहेछ। यहाँ राम्रो गाउँ देखिँदो रहेछ यहाँबाट। गाउँ निकै ठुलो परेछ। घरहरू धेरै रहेछ तल यता यहाँबाट पर देखिन्छ माथि स्कुल भ्यान छ एम्बुलेन्स छ। अब हामी यहाँबाट निस्किँदैछौँ। एउटा त्यहाँ के गरिरहेछ भित्तामा बिरुवा हेर्दा ल घर हेर्दा ल। निशान बिरुवा नर्सरी धनकुटा 7 चुलीवन यहाँ सुन्तला जुनार कगती किन्न मनतला अनार लिची धेरै देख्नुपर्छ। सबै बिरुवाहरू पाउँदछ यहाँ। जानु हुँदैन नि त, जानु हुँदैन। यो सजाउन बनाएको हो, सजाउनको लागि बनाएको छैन। मन्दिर होला मन्दिर होला नि। के गर्छ यो फुल? फुल कति राम्रो। जाम छेपारा राजा रहेछ। छेपाराको राजा घाम तापिरहेछ। अर्को छेपारा जाँदैछ। किन हामी चाहिँ पुग्न लागेको यहाँदेखि होइन। के फुल हो